이거 가시면 모르겠네. 모르겠네. 어이 지나가야 갔다 오고 뒤에 가지고 안에서 बरु म के भन्छ एकछिन यता रेकर्ड हो तल्नु दिँदैन नि त ढुक्क हो न है हामी सिनमा छौँ तल रहेछ फेरि उता गोदाम त त्यसको त समेतमै बसिहाल्नु है यतै बोलाउनु नि यतै केन हो नि सिकाउनु केटाहरूलाई पनि तारहरू गएको तारहरू गएको ए ल ल तारा तारा हो तारा त्यस्तो भएको भाइ
चकेको दाइ चकेको दाइ हो चकेको जस्तो चकेको दाइ कहाँदेखि बिहे गरेछ त्यही खान्छ साउदी बसेको 14-15 वर्ष भयो हो र कतिलेमा गएको के हो बुढाले बुढी घुमेको छ बुढी चाहिँ सँगै ल्याएपछि अनि अलिक भर्खर ल्याउनु थाल्छ कि तपाईँ र हाम्रो नाना कति वर्ष पुग्छ 8 वर्ष 8 वर्ष यो चाहिँ कुनको कान्छ यसकै हो कति थुप्रो हुन्छ क्या यसको त यो चाहिँ एक्स्ट्रा हो र कि दुईटा एकचोटि जोड्नु पर्ने हो दुईटा चाहिँ एक्स्ट्रा हो होइन कुन चाहिँ एक्स्ट्रा भन्नुभएको अनि यो चक्का क्या यो अझ यो त दुईपट्टि जान्छ नि दुईपट्टि जोड्ने हो यो चाहिँ कि गम्ममा दामी हान्छ होइन यसले केटाले बारीमा त छैन होला फेरि मैले छ नि छ किन नजोड्नु सबै घरमा बस्छु म टक्क तिमी अब अलिक उहाँ हामीले पारा ल्याएन भने हामी डाक्छौँ आउनु ल साउला भनेपछि बाइक चलाउँछौ बाइक अर्को उसले नेत्रले चलाउँछ उसलाई चाहिँ डाक्नु पर्ने रहेछ ट्र्याक्टर त लगभग आइसक्यो कि सबै बनाउनु यो थ्रेसर चाहिँ होइन अहिलेसम्म जोडेको पनि छैन होइन त्यही भएर समस्या आयो नेत्रको नम्बर लिइ नै जाने भाइ त्यो नेत्रको नम्बर राखिराख्नु है भोलि हजुर हुन्छ दाइ समस्या भने उसलाई कल गर्नु हजुर लाउनु पऱ्यो हजुर यसो हामीलाई यो अलिक थाहा छैन टाइट हान्ने होला नि हान्नु टाइट छ हामी हान्नु हो हाम्रो रस यो त यो हो अनि यो नगरहरू कस्नेहरू पनि किन्नु पर्यो होला नि त्यो आउँछ हेर्नु त्यो आउँछ भनेको होइन रेन्ज रेन्ज दुब्ली आउँछ कि दाइ अन्त आउँछ नि आउँछ दुब्ली चिप्चा त्यो त ऊ नट स्लिप जान्छ खोइ त्यो त हुँदैन नि खोइ त जान्छ त्यो नटै लाग्यो नि त ए सानो त्यो त अर्को हो खोइ ल्याउ न त त छटपट काम काम गर्दा बरु आनन्द त्यो त लडाएर हो दाइ हो र लड्दा दुख्छ होला भन्छु म चाहिँ अब यतै बस्नु भोलि सिकेर लानु बोल्दै गर्नु अब मैले होइन मेरो छोराले के हालत हुन्छ कार्बन माटो स्टिकरी कम गर्नु बिस्तारी कति सेलरले त त्यो दाइको पनि मेसिन बनाउन आएको नि हामी ट्र्याक्टर उहाँ बिग्रेको रहेछ इन्जिन बनाइदिएको त्यहाँ चाहिँ बाटो मजाले जस्तो निस्क्यो खाएको चाहिँ चल्ने खास ल्याइसक्यो यस्तो ठुलो यस्तो पर्सेन्ट भएको राम्रो छ खाना बडो रिस्की भएको गोल त
किन भएको होइन भाइले कसै छैन खाना खान्छ फेरि हेर्नुपर्छ के जोड्दैछ कता कता जोड्दैछ क्या टक्कै यसो खिच्दा स्टार्ट हुनुपर्ने क्या यसको चाहिँ चाहिँ कसरी गर्छ यसको खिच्दा त होइन यो तानेर नि ए ज्यादा जस्तो रहेछ त खिच्दा खिच्दा त कति कायदा हुन्छ बाइक जस्तै होइन पेट्रोल यहाँ हान्ने हो यो डिजल अरे यो डिजल हो डिजल उति होला डिजल कि पेट्रोल हो डिजेल यो चोक हो यस्तो गरेर घाट दिने पान्ने सकाएर तान्ने अड्किन्छ तर अड्क्यो मेसिन है यो चाहिँ पिस्टन आरा काट्ने रुख काट्ने के यो टाउको थियो होइन बाहिरको त हजुर यहाँ रहेछ त है मेड इन चाइना कि यो कता हो इन्डिया हो चाइना चाइना नि भनेर नि अक्षर हेर्नु चाइनिज इन्डियन इन्डियाको त राम्रो हुन्छ नि भिडियो दादा आउनु तपाईँलाई मेरो क्यामेरा चाहिँ गोरखकालिका अरे हो त है हजुर गोरखकालिका अरे हो त सरी नसर नगर टेन्दै यो हजुर 2% चाहिँ हो दुईवटा चट्नी रहेछ दुईटा यहाँ एउटा टायर जस्तो हो कि सेम तर देब्रे दाइन चाहिँ चिन्नु पऱ्यो दुवैजना चिना है तर यस्तो यो ठिक हो क्या है हाम्रो त मान्छे जस्तो होइन जोत्ने बारी रहेछ साउनीले पनि जोड्छ कसले साउनी सँगै जोत्छ बारीको रहेछ जोतिहाल्ने पुऱ्याउनु गएको बोकेर बोक्नु पर्दैन चलाएर हिँडाउने हो नि भाइ उकालोमा चाहिँ अब डोरीले तान्नुपर्छ एकजनाले होइन अगाडि यहाँ लाएर यो चक्काले गुड्ने रहेछ क्या यही चक्काले हिँड्ने रहेछ होइन के हो यो चाहिँ एयर फिल्टर एयर फिल्टर आफू पुऱ्याउने हो मिसिन पुऱ्याएको हुन्छ भने मिसिनै त घुराउनु त लोकल दिन मात्रै हो नि हजुर त्यसमा त हिँडिहाल्छ काम त्यसो दाइसँगमै अब एकचोटि के गर्नु पर्यो भन्नु नि भाइ चाङछा अरे नाम पनि के हो चाङछा कस्तो चाहिन्छ यहाँ चाङछा कहाँ छ यहाँ यत्रो रहेछ दिनुहोस् पसिना उठाउनु त
Ôi. Mata ta. अब यता सिधा के भयो त के गर्नु बस्यो यो भएको हुनु पर्यो त्यो भनेको त हामीले अगाडि नै माग्ने हो नि त उनीहरूले सबै तयार सबै पास भएपछि मात्रै दर रेट दिने हो नि त अनि अब त्यसको लागि छाप हुनु पर्यो त्यसको लागि कर चुक्ताको हुनु पर्यो अनि अरू प्रमाणपत्र हुनु पर्यो सबै हुनु पर्यो नि त अनि त जस्तो सक्यो होइन बस्ता छ न बस्ता पायो नि ए कति बेर बस्छ भने गाडी चल्दैन कहाँ जान्छ पनि तिमीहरू त्यहाँ कति सालिराम पनि होला त्यो दाइ तिमीहरू 4 जना छौ ल भाइ मेरो भाइ यो सबै अट्छ त्यहाँ त्यहाँ हाल्यो यहाँ हो बोक्नु पऱ्यो नि यहाँ तपाईँ यहाँ होइन खान्छ अलिक अप्ठ्यारो हुन्छ जोत्ने चाहिँ यहाँ होइन जोड्ने एकछिन होला एकछिन उल्लोमै हो यो तान्ने हो यो चाहिँ तान्ने रहेछ यो तानेर यो राख्ने मात्रै यहाँ चाहिँ यो पस्छ नि पस्छ नि पछि जान्छ अहिले त्यो त्यो भतिजाहरू जानेर उड पहिला तारेर जस्तो मैले कता बसेपछि अरे ए त्यो सजिलो पा सुमने कहाँबाट आयो अहिले फेरि उ त्यहाँ माथि भेटिरहेको थियौँ अघि सजिलो पा खै देखिन स्ट्यान्ड हराइ गर्ने बेला भएको छैन तेल त थाहा नि कता टायरको पैसा भाइ हिलो त कति आउँछ भने पछि हिलोमा त जान्छ जस्तो यसले यसलाई पुरा लडाएर त्यो धान रोप्ने धान रोप्दा अर्कै लानुपर्छ के जस्तो सोप्ने खै कान्छ हेर्ने यता हिलो लाउने चाहिँ कस्तो छ खै निकाल्दै हेरौँ त्यो हेर्दै गर्नुहुन्छ भने त्यो चाबीले त्यो सफल खोलेर त्यही भित्र छ त्यो पल्लो ठिक छ निकाल नि तिमीले यो चाहिँ ठिकै हो त्यो चाहिँ सिधै बुझ्यो मलाई त्यो चाहिँ पल्लो चलेर फेरि कुदो झानेपछि तपाईँलाई बहुत चित्त बुझ्छ नि यसको रेन्ज खै भाइ
सानो रेन्ज 750 हेर्छु त्यो पल्लो सानो पल्लो यसले हुन्छ हजुर होइन यो सानो यसले यो मिसिन जोड्दैछ ट्याक्टर मेसिन खोल्नु पर्यो कति लाग्छ होला त्यसको टाइम है हजुर मेसिनै खोल्नु पर्यो इन्जिन लाग्छ त्यसको भाइलाई इन्जिन गाउँछ होइन अब त्यो मिस्त्री इन्जिन लगभग दुवैले 3 वर्ष हौ हल्का फुल्का हल्का फुल्का चाहिँ हुँदैन नि अन्त हेरेर त तल चाहिँ बनाएको चाहिँ साउको बनाउँछ हौ गाडी चाहिँ कहिले काहीँ सफा गर्नुपर्छ दिनुहोस् नि हिजो हात रुखको कसरी गर्छ इस्यु त अन्त टुट्युलहरू पनि लाग्छ क्या लाग्दैन त्यो के लाग्छ त्यसको छुट्टै लाग्छ यस्तो छ नि कि यो मोबिल हो मोबिल के अरे मोबिल एकछिन अब राम्रो बुझाउनुलाई एकछिन त्यो तिनवटा हो के लान्छ दुईटा हेर्नु न एकचोटि नचलाइ भने फ्याँकिराख्नु होइन म त बुझेँ नि त गियर होइन त गियर अरे गियर हान्नु पऱ्यो नि 1 2 3 हुन्छ क्या यसो 3 सम्म हुन्छ क्या यसो हुन्छ त 2 सम्म हुन्छ अगाडि पछाडि हो नि होइन एकमा ढिलो हान्ने पावर हान्ने ए चाहिँ अलिक छिट्टो हान्ने हो क्या छिट्टो भन्ने दुईमा त नजोत्नु कि एकमा मात्रै है दुईमा जोत्ने नि हिँडेर खान्छ दुईमा चाहिँ के भन्नु हिँडाउने हो नि त त्यो कहाँ आयो यसले त कहाँ के लाउने छ त्यो कहाँ लाउने है दुईमा चाहिँ कान्छ कङ्लोमा जोत्ने हो नि बाँझो जोतेको होइन दुईमा चाहिँ नजोत्नु कि हो र ढुङ्गा हट्यो भने त नि ग्राममै जान्छ सक्का सक्का त यसको त एकमा राम्रो भन्यो उनीहरू प्रदायलाई सुन्नु त्यही हो कि कुडाउनु चाहिँ हुँदैन जोड्नु हुँदैन दुईमा सकेसम्म नजोड्नु हप्तापछि जोड्नुहुन्छ भने होइन केही समयपछि होला नत्र होइन त्यो अलिक प्र्याक्टिस भएपछि जोत्ने अनि भित्र त पिस्टनभित्र त आगो बल्छ नि छिटो भयो भने लोड दिनु छ त होइन छिटोमा पर्फेक्ट भएपछि चाहिँ जोत्ने हो दुईमा होला हामी बाइक पर्फेक्ट भएपछि दुईमा चलाउने हो एकचोटि यो नेत्र दाइ त लगेरै बेच्ने चलाउनु मात्रै सिकेर के नयाँ मेसिन हुँदै सिकिहाल्ने क्या हजुर भरे भत्किएपछि त बनाउनु यति होला भनेर पिट लाग्छ नि त बनाउनु फेरि अब दिक्तेलै ल्याउनु पर्ने होला उगाउँछ ए साह्रो सर्भिसिङ सब टेक्ने टेक्ने हो नि त टेक्ने यस्तो टेक्ने यस्तो जोड्ने हो नि भन्नेवाला थियो दिदी छ ठिक छ अब दिदीहरूलाई धेरै सहयोग भयो नि त योजना बाठहरूलाई कसै प्राण पाउँछ आफ्नो भोलि मात्रै हुने भयो ट्र्याक्टर पनि नि कुकु हौ
भोलि फेरि आउनु त घर गएर फेरि आयो भन्दै तर नयनको राखेर पनि फ्रिजमा भोलि कता हुन्छ अब मिसिङमै छु भर्खर चाहिँ जोडेर हेरेको जोड्दैछु भाइ जोड्दैछ चलाउनु पर्ने चिल्लाएर हेर्ने हुन त त्यो चाहिँ क्लोज होइन भाइ क्लोज दबाउनु चाहिँ के रोक्नुलाई होइन दाइ क्लोज गियर चेन्ज गर्ने अनि एक मिटर लगाएर के ग्यास हेर्नु क्लोज लाएर मात्र एकमा हाल्नु है दाइ न्युट्रलहरू रहेछ सबै अनि क्लोज भयो अनि के हुन्छ हेर्नुपर्छ केदारको छोरो कता छ है अहिले माल्टा पुगिरहेको छ त मालटाको है हजुर कति तिर्यो पैसा तिर होला निकै नि त्यही 8-10 लाख तिर कि केदार दाइ पनि जाने होला नि अब यो के जाँदैन नि त्यो त किन पठाउनु नि अब यो इन्जिन ओइल भनेको चाहिँ होइन अलिक छिटो सर्भिसिङ गर्नुपर्छ यो चाहिँ जोटेकोमा होइन 25-30 घन्टा यो पछाडिको भाग 30 घन्टा चलेपछि अर्को जोड्नु पर्यो अर्को हाल्नुपर्छ होइन यो चाहिँ किनभने ठग्दा मिल्छ है के अरे थप्नुपर्छ थप्ने हो त्यो यति हुन्छ होइन लास्ट यति हो यति झाडु यति योभन्दा माथि हुनु हँ योभन्दा माथि चाहिँ आउनु भएन यता हुनु भएन के कम्ती हुनु भएन योभन्दा चाहिँ मुनि चाहिँ हुन्छ हुन्छ ए माथि चाहिँ ल्याउनु हुँदैन तेल माथि चाहिँ हुन्छ थपिराख्नुपर्ने रहेछ होइन हजुर तर एक्चुअली लागेपछि 25 घन्टाहरू जोत्छ नि त हजुर तर ऊ थप्नुपर्छ नि के हुनुपर्छ घेर पनि लाउनु हुँदैछ कि बाबु एकचोटि हुन्छ एकछिन म तपाईँलाई देखाइदिएर गइहाल्छु के पाएछु अस्तिको तपाईँलाई अर्थात् त्यो नगरबाट अब कसै नेताहरूलाई भन्नु हजुर गर्दैछु भने ल म पारिदिन्छु गएर त्यो गर्नु नगर्नु हुन्छ ठिक छ अब उद्धव दाईहरूलाई भन्नु नि अहिले नत्र भयो भने मेयरहरूलाई यसो भनिदिएर पारिदिन्छ भने दत्ताको त अब अनि अलिक उच्च खै तलको उपमेयर होइन मेरो हाम्रीसँगले त्यो माछा पोखरी पारेको होइन त हजुर त्यो नगरहरूबाट पारेको त्यत्रो जाँदो रहेछ त यार 2 लिटर त्यसपछि ठपिराख्नुपर्ने हो हजुर जोतेर कहिले काहीँ गाह्रो छ त त त्यस्तो धेरै पर्दैन सुरुमा दुबाउँछ कि अनि पछि चाहिँ फाइदा हुन्छ पछि चाहिँ किन पछि अलिक सुरुमा छिटो सर्भिसिङ गर्नुपर्छ अनि पछि गर्नु पर्दैन नि ए हो भनेपछि 20-25 घन्टा गरेपछि चाहिँ डाक्नुपर्ने सर्भिसिङलाई होइन यो पछाडिको चल्दा अगाडिको त जोतेको 3 घन्टा 4 घन्टामा चेन्ज गर्नुपर्छ यो त होइन मुनि मुनि कुन हो इन्जिन कुन चाहिँ इन्जिन देखाउ त सेतो यो ए यो कुन चाहिँ चेन्ज गर्नुहुन्छ यो होला यो कान्छ यो खोल्दा हुन्छ ए यहाँ लाउनुपर्छ हो डुवन त्यसले त हो यो अगाडि खोले टुटी होइन त्यति होइन डुवर यो अब हामीलाई 20-25 घन्टा भयो होइन पछाडिको खोइ नाप त एकचोटिहरू कति आएछ यो चाहिँ हाई हो के हाई चाहिँ योभन्दा उ ल्याउनु पर्यो अब लोमा यति हो लो यो छ नि ढल यति हो कि जानु पर्ने फेरि बुझ्नुभयो किन यो चाहिँ बढ्दै जाने हो क्या कसो तपाईँहरूले धेरै हाल्नुहुन्छ भने एडिट निस्किन्छ 2 लिटर हाल्नु पर्यो हजुर 2 लिटर हाल्नु पर्यो अनि यो सकेपछि चाहिँ कता जान्छ कि निकाल्ने छ होला नि त्यसको यहाँबाट निकाल्नुपर्छ कहाँबाट देखाउ चौडो गरिन्छ
देख्नुभयो नि? फ्याक्ने ए हो अँ रहेछ यहाँदेखि खोलेर पनि खोलेर अनि इन्जिन ओइल यहाँ देख्नु यो 70 बनाउनु लाग्छ त्यो सबै नोट पाउँछ होला नि रेन्ज रेन्ज 70 को रेन्ज लाग्छ 16 17 हैन दिन्छ होला नि त किन्नुपर्छ किन्नुपर्छ त्यसको यहाँ लाउने होला नि त अहिले कता लाउनु पऱ्यो राम्रो बिर्सेछ अब त्यसमा लागि भोट थपिन्छ भोलि मिस्टेक गरौँला नि फेरि त्यो भाइ त्यो के भन्छ यो रेगा थियो नि त्योदेखि माथि गयो भने चाहिँ यहाँदेखि तलदेखि फाल्ने हो कि धेरै माथि भयो धेरै हाल्नु भयो भने हैन तलदेखि खेल्नु धेरै उ भयो भने के कारणले चाहिँ आउँछ त्यस्तो त्यो उ हो हामीले यो 25 घन्टा कुदेपछि यो सबै खालेको 2 लिटर हाल्नु ठिकै हुँदो रहेछ तर कहिले काहीँ त यसो चेक गर्ने तल झरेको छ भने अर्को नयाँ थप्नु मिल्छ नफ्याली मिल्छ होइन यो चाहिँ मिल्दैन यो चाहिँ मिल्दैन यो चाहिँ इन्जिनको रहेछ नि होइन दुईटै एउटै होइन अलिक थरिनु पो रहेछ त यो चाहिँ कति लिटर जान्छ अगाडि चाहिँ 1 लिटर हो यो चाहिँ 2-3 घन्टामा चेन्ज गरिहाल्नु पर्ने 1 लिटर चाहिँ जोटेको 4 घन्टामा हैन ए पैसा त कति लाग्छ खर्च बेसी आउने रहेछ त्यसै 5-3 घन्टा जति त घन्टाको 5 लिटर त्यसै 1000 पो लिनु पर्छ यो जान्छ मेसिनको सुन्न हैन अँ रहेछ सुरुमा यस्तो जोटेको 4 घन्टापछि चेन्ज गर्नुहुन्छ भने हैन अनि फेरि अनि जोटेको 8 घन्टा त्यसरी बढाउँदै लाग्यो ए बढाउँदै जाने हो सुरुपछि 4 घन्टा नित्यमा हौ कसको चलाको यो पुरा भवन त्यो के अरे हस्पिटलदेखि उताबाट यो उब्रेको ए बढाउँदै जाने हो जोटाइ पनि सुरुमा हैन आधी घन्टा आधी घन्टा स्टार्ट गर्यो हैन दुवै पाइरो भन्दै हो न अनि आधी घन्टा रेस्ट गर्यो 1 घन्टा जोट्यो आधी घन्टा रेस्ट गर्यो इन्जिन बसिन्छ आज नि बाइक जस्तै रहेछ आइहाल्छ नि कति लाग्छ 7 बजीसम्म जान्छ अहिले फोन गर अरे फोन गर